कस्तो आउँछ फल्स उतापट्टि परको चाहिँ नायग्रा फल्स तिनटै बिसाउँदा थाहा छ नि कोसी भन्दा ठुलो जस्तो त्यहाँ देखिरहेछ सप्तकोशीको चाहिँ ब्यारेज भन्दा ठुलो छ जस्तो लाग्छ त चराहरू यहाँ छ उडिरहेछ पनि अर्को रोमाञ्चकता थपिरहेछ त चराहरू उडेर के भनेको त्यहाँतिर स्वागत छ यहाँहरूलाई मेरो यस ब्लगमा। म मनोज शर्मा नेउपाने। यहाँले टाइटल हेरेर नै थाहा पाइसक्नु भएको छ, अहिले हामी न्युयोर्कमा छौँ र नायग्रासम्मको यात्रा गर्न गइरहेका छौँ। र बिहानको करिब 8 बजेको छ। आर्लिङ्गटन न्यू जर्सी अवस्थित यस एयरबिएनबीमा 2 दिन बसेर हामी नायग्रा जाने तर्खरमा छौँ। यदि यहाँहरूले मेरो न्युयोर्कको ब्लग पनि हेर्नुभएको छ भने सोही रेन्टल कारबाट यात्रालाई निरन्तरता दिनेछौँ। नायग्रासम्म पुग्न हामीले 418 माइल यात्रा तय गर्नुपर्नेछ, जसका लागि करिब 7 घण्टा लाग्नेछ। गुगलले दिएको जानकारी अनुसार हामी दिउँसोको 3 बजे हाम्रो गन्तव्यमा पुग्नेछौँ। हामी न्युयोर्क र न्यू जर्सीका सहरी क्षेत्रलाई छाडेर अहिले यस जङ्गलको यात्रा गरिरहेका छौँ। बाटोमा भेटेका यी र यस्तै रमाइला स्थानहरू हेर्दै र यहाँहरूलाई पनि देखाउँदै हामी यात्रालाई अगाडि बढाउनेछौँ। यदि यहाँको बसाइ अमेरिकामै रहेको छ र मैले यहाँ उल्लेख गरेका विषयवस्तुहरूमा यहाँलाई अतिरिक्त जानकारी छ भने कमेन्टमा उल्लेख गरिदिनु होला, ताकि म लगायत अन्य दर्शकहरू समेत यहाँहरूको विद्वताबाट लाभान्वित हुन सकौँ। यहाँ हेर्दाखेरि यहाँ 6 घण्टा, अहिले हामीलाई 6 घण्टा ठ्याक्कै देखाइरहेको छ। 377 माइल 2 बजेर 53 मिनटमा हामी पुग्छौँ डेस्टिनेसन। नायग्रा फल्सको त्यहाँनिर त हामी बस्ने रहेछ होटल हायत प्यालेस, त्यहाँ पुग्छौँ। त्यहाँ हाम्रो क्यानाडातिरका भाइ बहिनी पनि हामीलाई आउँदैछ। कसलाई बाटो छ, बाटो राम्रो छ, कतै केही हिल भएको छैन, स्मुथ छ। यहाँ सायद पानी गिलास भरि गिलास पनि पोखिँदैन होला। भरि गिलास यहाँ माथि राख्ने हो भने पोखिँदैन कि जस्तो लाग्छ। तर ठाउँमा घ्याचक्क त हुन्छ, छचल्किन्छ कि अहिले। कतिपय ठाउँमा त घ्याचक्क नभएको ठाउँमा स्मुथ भइरहेको ठाउँमा पोखिँदैन त्यति स्मुथ छ बाटो। हामीले यात्रा गरेको करिब 2 घण्टा भइसकेको छ। केही समयको जङ्गलको यात्रापछि अहिले रमणीय बस्तीको बीचबाट यात्रा गरिएको छ।
हुन त हामी हिँडिरहेको सडक मुख्य राजमार्ग नभई सहरी एरिया हो। नायग्रासम्म पुग्नका लागि अर्को टोल तिर्नुपर्ने एक्सप्रेस वे पनि उपलब्ध थियो। तर हामीलाई हतार नभएको र 30 मिनेट मात्र छिटो हुने हुँदा थप टोल ट्याक्स तिर्न उपयुक्त ठानेनौँ र यो रुट छनौट गर्यौँ, जसले गर्दा हाम्रो यात्राको दूरी आधा घण्टाले त बढाएको छ, तर हामीलाई यस सुन्दर सहर हुँदै यात्रा गर्ने अवसर पनि प्राप्त भएको छ। Take the next right onto Union Square. हामी अहिले अमेरिकाका 2 राज्य न्युयोर्क र पेन्सिल्भेनियाको सीमावर्ती क्षेत्रमा यात्रा गरिरहेका छौँ। अहिले हामी सानो बजारमा आइपुगेका छौँ। यहाँले देखिरहनु भएको यो आकर्षक पुल न्युयोर्क र पेन्सिल्भेनियाको सिमानामा पर्दछ। राज्य बाटो स्टेट स्पिड। ग्यास स्टेसन हामी झऱ्यौँ अहिले। यो चाहिँ पेन्सिल्भेनिया स्टेटमा पर्दो रहेछ। त्यहाँ फोटोसोटो खिच्ने काम भयो। अब हामीलाई म्यापले चाहिँ 3 घण्टा 10 मिनट भनेर देखाइरहेको छ। 3 घण्टा 20 मिनट अहिले। 3 घण्टा 10 मिनट अझै लाग्छ। अब आफ्नो बाटो लाग्छ। यहाँ एक्जिट लिएको फेरि त्यहाँ हाइवेमा मुख्य राजमार्गमा नेपालमा जस्तो दोहोरो घरहरू अमेरिकामा देखिँदो रहेनछ। राजमार्गका सडकहरू नेपालमा जस्तो बस्तीको बीचबाट लगेको कमै मात्र देखियो। कहिलेकाहीँ हाइवे इन्टरचेन्ज गर्ने क्रममा सहरी क्षेत्र हुँदै पनि यात्रा गरिएको त छ। अन्यथा राजमार्गमा यात्रा गर्ने क्रममा बस्ती कतै पनि देखिएको छैन।
यहाँनिर भने मलाई नेपालमै यात्रा गरे जस्तो अनुभूति भयो। सडकमा मात्र हेर्दा त त्यस्तो लाग्दैन। कहाँको 130 किलोमिटर प्रति घन्टा कुदाउन सकिने बाटो, कहाँको चेसिस हुन्छ कि भन्दै डराउँदै कुदाउनु पर्ने बाटो। तर दायाँ बायाँको भूगोल हेर्दा भने लगभग उस्तै देखिन्छ। उही गेग्रान डाँडा, उही खोल्सा खोल्सी, उही उकालो ओह्रालो बाटो। सायद पहिरो त यहाँ पनि जान्छ होला। मर्मत सम्मार पनि भइरहेको देखिन्छ। दीर्घकालीन योजना अनुसार मर्मत सम्मार गरेर होला यात्रुले दुःख भने पाउनु पर्दो रहेनछ। हामीले यो यात्रा 2024 को मे महिनामा गरेका हौं। अमेरिकाका अधिकांश स्थानहरूमा यति बेला स्प्रिङ सिजन सुरु भइसकेकोले जताततै हरियाली देख्न पाइन्छ। न्युयोर्कमा जताततै हरियाली देखिएको थियो। अहिले हामी न्युयोर्क भन्दा निकै नै उत्तरमा आइसकेका छौं। यस स्थानमा अझैसम्म पनि सम्पूर्ण रूपमा स्प्रिङ सिजन सुरु भइसकेको छैन। चौरहरू हरियो देखिए पनि अधिकांश बोटबिरुवाहरू सिख्रा देखिएका छन्। यस स्थानको एक्ज्याक्ट लोकेसन त थाहा भएन, तर अहिले हामी पेन्सिल्भेनिया राज्यमै छौं। हामीलाई नायग्रा पुग्न अझै 2 घण्टा 33 मिनेट लाग्ने जानकारी गुगलले देखाइरहेको छ। अहिले बाहिरको दृश्य निकै नै रमाइलो देखिएको छ। यहाँको हरियालीलाई हामी नेपालको ढोरपाटन, जुम्ला वा यस्तै हिमाली जिल्लासँग तुलना गर्न सक्छौं।
खोला क्यानाडा पोखरी इन्फर्मेसन अनुसार यो चाहिँ क्यानाडा रहेछ ल पारी यो खोला रहेछ रमाइलो रहेछ यो बफेलो सहर हुँदै यात्रा गर्ने क्रममा ठुलो पानी परेकाले न हामीले सहर राम्रोसँग देख्यौँ न यहाँलाई नै राम्रोसँग देखाउन सक्यौँ। अहिले भने पानी केही कम भएको छ। हामी नायग्रा पुग्दा पानी पनि रोकियोस् यही आशा गर्छौँ। अहिले हामी विशाल नायग्रा नदीको तिरैतिर गुडिरहेका छौँ, जुन क्यानाडा र संयुक्त राज्य अमेरिकाको सिमाना भएर बगेको छ। यही नदी नै नायग्रा फल्समा झरनाको रूपमा बग्ने रहेछ। अब नायग्रा फल्सका लागि हामीले केवल 30 मिनेटको दूरी मात्र तय गर्नु पर्नेछ। फाइनल्ली हामी नायग्रा टाउनमा आइपुगेका छौँ। होटलहरू कम छ, घरहरू पसलहरू कम छ, साइड सिजन होइन। उता क्यानाडाको बोर्डर अघि देखाइएको छ नजिकबाट, अहिले अलिक टाढा छु। त्यहाँ नजिक फिल्मिङ गर्नलाई अलिकति निषेध गरिरहेको रहेछ। त्यो गेटबाट गएपछि उता क्यानाडा पुगिन्छ। अब हामी जान्छौँ निस्केर हो उता। त्यहाँ स्ट्याचु अफ लिबर्टी पनि छ, सानो मिनी स्ट्याचु अफ लिबर्टी। क्यासिनो भिजिटर्स पार्किङ त टन्नै छैन, पार्किङको समस्या केही छैन। अब यहाँ छ टुलिपहरू फुलिरहेको रहेछ, टुलिप चाहिँ सकिएछ। म अलिकति उता फोकस गर्छु है त। उता इन्डियाको बोर्डरलाई मैले यहाँ फोकस गरिरहेको छु। सरी युएसए क्यानाडाको बोर्डरलाई। उता पारि क्यानाडाको साइडका एउटा टावर छ, त्यहाँ क्यानाडाबाट युएसए हेर्ने टावर होला साइड। उता अर्को सेराटन होटल छ, त्यो चाहिँ टोरन्टोमा पर्दो रहेछ। पारिपट्टिको ठुल्ठुलो होटलहरू टोरन्टोमा पर्दो रहेछ। हामी पनि हाम्रो होटलबाट हाइट प्यालेसको हाइटमा बसेर हेर्ने प्रयास गर्छौँ भरे कतितिर। यस भ्रमणले लामो समयदेखि क्यानाडामा बस्दै आएका भाइ आशिष नेउपाने र उनको परिवारसँगको भेटको अवसर पनि जुराएको छ। दुई परिवारबीच चिना परिचय गर्ने, साथमा डिनर लिने, केही पिक्चरहरू क्लिक गर्ने लगायतका कार्यहरू गर्दै हाम्रो
आजको घुमाइ अन्त गरिएको छ। भाइहरू बसेको स्थान नायग्राबाट 1.5 घण्टा मात्र टाढा रहेछ। केही समयपछि उनीहरू फर्किए। हामी पनि आराम गर्न होटलतर्फ लाग्यौं। आज दोस्रो दिन अर्थात् नायग्रा फल्स घुम्ने दिन। हामी एभ्रिवान, त्यसतर्फ नै जाँदैछौँ। आज हामी हिजो यो नायग्रा फल्सको नायग्रा सिटीमा आइपुगेको हो, नायग्रा सानो टाउन। आज बोटिङ गरेर नायग्रा फल्सको नजिकै जाने कार्यक्रम छ। दुईतिर यो नायग्रा रिभर दुईतिर बाँडिएको रहेछ। एउटा उताबाट झरेको छ, एउटा यताबाट झरेको छ। यताकोलाई उता हर्सु फल र उतापट्टिकोलाई नायग्रा फल्स भन्ने रहेछ। तलबाट अमेरिकन फल्स भन्ने अर्को रहेछ। अलिकति म त्यहाँ क्लोजअप गएपछि फेरि जोइन गर्छु। ल हामीले अब नायग्रा फल्स जानको लागि टिकट काटियो। डेकको यो अन्तिम पोइन्टमा आइएछ। तल नायग्रा रिभर, त्यो चाहिँ बोट, जुन ब्लू कलरको बोट जसमा मान्छे बसिसकेको छैन अहिले। उता येल्लो कलरको बोट क्यानाडातिरबाट छुटिरहेको छ, त्यसमा मान्छे बसेका छन्। क्यानाडामा 3टा जति बोट छ, यहाँ एउटा मात्रै बोट देखिएको छ। भ्यू चाहिँ राम्रोसँग क्यानाडाबाट देखिन्छ भन्ने कुरो पनि छ यहाँ। तर यहाँबाट तल्लो भ्यूलाई खासै फरक पर्दैन। माथिको भ्यू चाहिँ यहाँ एउटा अब्जर्भेसन डेस्क बनाइएको रहेछ। हामी अहिले यही अब्जर्भेसन डेस्कमा छौँ। यहाँबाट 2वटा झरना स्पष्ट देखिएको छ। नायग्रा फल्सबाट करिब 1 किलोमिटर जति अगाडि नायग्रा रिभर 3वटा भङ्गालोमा छुटिँदो रहेछ। उता पर देखिएको सबैभन्दा ठुलो झरना हो, जुन घोडाको टाप आकारको छ। त्यसैले यसलाई हर्सु फल्स पनि भनिँदो रहेछ। यो अमेरिका र क्यानाडाको सिमानामा पर्दो रहेछ। यहाँबाट नजिकै देखिएको यो झरना पुरै अमेरिकामा पर्ने भएकाले यसलाई अमेरिकन फल्स पनि भनिँदो रहेछ। बीचमा अर्को झरना पनि छ, तर यहाँबाट स्पष्ट देखिएको छैन। त्यो पनि अमेरिकामै पर्छ। यस विषयमा हामी पनि सुरुमा कन्फ्युज थियौँ। त्यसैले ओरिजिनल भोइसमा केही गल्ती भएको भए सच्याएर बुझ्नुहोला। यहाँ क्यानाडा र अमेरिका दुवै देश मार्फत चाहिँ लाखौँ मानिस नायग्रा हेर्न आउने रहेछन्। अहिले पनि यहाँ निकै नै भिड लिफ्टबाट हामी तल रिभरतर्फ लाग्दैछ। माथि आएर जाने प्रतीक्षा छ। नदीमा लिफ्टबाट झऱ्यौँ। नदीबाट त्यहीँ दिन्छ होला है। अब निलो ज्याकेट लाएर, निलो रेनकोट लाएर जानुपर्ने होला। निलो ज्याकेट लाएर के हो रेनकोट लगाएर जानेपछि बिहान चाहिँ युएसबाट धेरै आउँदो रहेछ मान्छे। जस्तो चाहिँ क्यानाडा बाहिर यता चाहिँ प्याक रहेछ आज है। बिहान यताबाट आउने रहेछ जस्तो छ। त्यो फेर यताको चढ्न लाग्यो, दुई ठाउँ छ नि त्यहाँ अगाडि त टिकटहरू। अब जाँदैछौँ हामी। Thank you. Hello, good morning. There's two sides, guys. Over here, guys. That's Okay. Get over here. Come on, right down. Put them away. Come on down. त्यो अब यो दुइटै छ। गाडी गर्ने भइसक्यो। रातो पनि मलाई खोज्दै आफै नै उठ्यो। ल म्याडम लाउँदै हुनुहुन्छ। म्याडम लागेको छ। म्याडम
छिराउँदै गर्छु यसलाई बाँध्नलाई के यो यहाँभित्र नछिरोस् भने Right now. इसको पहनना कैसे है? यता रहेछ Hey everyone, you're getting ready to go on. फेरि फेरिमा बसिसकेका छौँ हामी सबैजना यसरी सबैजना यसरी बसेको छ यसरी अझै अलिअलि मान्छेहरू बस्दैछ अब त बन्द गरे जस्तो छ अब यो बिगुल फुकिसकेको छ अब चाहिँ यहाँ त्यता लाग्दैछ हाम त मजाले लाग्यो त आज सन्डे भने चाहिँ आमाले यस्तै लुगा धेरै लाग्यो ल ल गयो ठुलो होला यो मर्स्याङ्गी त्रिशुली भन्दा त नारायणी भन्दा ठुलो छ कोसी कोसी गणा तिनटै बिसाउँदा थाहा छ नि कोसी भन्दा ठुलो जस्तो त्यहाँ देखिरहेको छ अलिकति सप्त कोसीको चाहिँ ब्यारेज भन्दा ठुलो छ छ जस्तो लाग्छ त त्यहाँबाट मिस्ट आइरहेछ अब बोट चाहिँ अब माथि माथि नायग्रा फल्सतिर लम्किँदैछ त्यहाँबाट फल गर्छ खसेको छ हावा चलेको छ त्यहाँ हावा चल्दो रहेछ त्यहाँ हावा चल्दो रहेछ यता हावा चल्दैछ नायग्रा यो के अरे हर्सु अरे के अरे यो हर्स रहेछ
चराहरू हेर्छ न चराहरू ल्याएर उडिरहेको छ त्यो पनि अर्को रोमाञ्चकता थपिरहेको छ त्यो चराहरू उडेर पनि के भनेको चाहिँ यतिर हो के वाला पऱ्यो त्यहाँ पछि जाने सिधै चराहरू चरा कराइरहेको छ चरा उडेको छ के माछै खान आउने हो के हो यो त माछा पौडी खेलेको छ उडेको छ सिक्किन्छ तल पनि छ माथि पनि छ के भयो के अब नायग्रा नदीमा बोटिङको अनुभव लिँदै झरनाको दृश्यलाई केही बेर हेरेर मात्र हामीलाई चित्त बुझेन। त्यस दिनभर हामी विभिन्न स्थानबाट झरनाको अवलोकन गर्यौं।
पुगी गएर झर्नालाई समयसम्म याद। नदीमा भएका चराचुरुङ्गीका गतिविधिहरू पनि अनेक बदल्ने रहेछ। यहाँ नदीका ढुङ्गाहरूमा ससाना सर्पहरू गडेगुला सरह हिँडेको पनि देख्यौँ। यत्रो भवसागरको नदी यसरी झरनाको रूपमा खसेको दृश्य साँच्चीकै अद्भुत र अविश्वसनीय छ। यहाँले पनि भिडियो हेरेर अवश्य केही आनन्द लिनुभयो होला। यदि यहाँहरू पनि जानुभएको भए आफ्नो अनुभव कमेन्टमा सेयर गरिदिनु होला। यिनै दृश्यहरूका साथ यो भ्लग पनि अन्त गरेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।